नमस्ते। आज बिहान बिहानको बाबुको काम हेर्नुस् त। यहाँ चाहिँ यसले फिस ट्याङ्क सफा गर्न निकाल्यो। फिस ट्याङ्क त्यो लास्टै फोहोर हुने के फिस ट्याङ्क, अनि यसलाई घरिघरि सफा गरिराख्ने पर्ने रहेछ। एकदम छिटो त नै, अब हप्तामा 2 हप्तामा एक दिन चाहिँ गर्नुपर्ने। अनि चाहिँ आज चाहिँ यो बाबुले निकालेको काम हो, फिस ट्याङ्क सफा गरिरहेछ। हेर्नुस् त, मजाले पहिला फिस ट्याङ्कको पुरै पानी खाली गर्यो, माछाहरूलाई निकालेर चाहिँ अर्को भाँडामा राखेर, अनि यहाँ चाहिँ मजाले पुछिरहेछ के कपडाले। अनि यसलाई पानी सानी सब फालेर यसको अक्सिजन यो सब जो छ यसमा, यो सबलाई पहिला मजाले सफा पानीले धुने, अनि पछि चाहिँ सुक्खा कपडाले पुछिरहेछ क्या। यो फिस ट्याङ्कलाई चाहिँ सफा चाहिँ अति गर्नु मेहनत चाहिँ अति लाग्ने रहेछ कि। यो ग्रासलाई पनि धुएर सफा गरेर, यिनी ढुङ्गाहरू पनि धुएर, अनि हर एक चिजलाई एकदम निरीक्षणले मात्रै हुने रहेछन् कि। अनि यिनको पानी लिने भाँडा पनि मजाले सफा गरिरहेको छ, यसमा हाल्ने पानी। अनि यसलाई पानीलाई चाहिँ मजाले लगभग यसमा यो 7 लिटरको हो हाम्रो फिस ट्याङ्क, अनि यसमा 7 लिटर जति पानी जान्छ। अनि यहाँ चाहिँ मजाले पानी माथिसम्म भरेर हेर्नुस् त। अनि यहाँ चाहिँ यसको त खोइ के गर्छन्, अब यसलाई चाहिँ यो पनि हाल्ने रहेछन् कि यो फिस ट्याङ्कमा। अनि मजाले यो हेर्नु त कति फोहोर भएछ, यति सफालाई यति फोहोर भयो 1 हप्तामा है। अनि चाहिँ यसलाई माथिबाट हालेर अनि आफैले सेट गरिरहेछ क्या मेरो कान्छाले। मजाले फिस ट्याङ्क यसको यो माछा पाल्ने, यसलाई फिस पाल्ने सौक यसको यो। अनि चाहिँ हेर्नुस् त, अब यति सफा हालेछ, अर्को हप्तासम्म उति फोहोर हुन्छ। अनि यसमा चाहिँ थोरै नुन पनि हालिदिन्छ यसले माथिबाट। यो पानीमा चाहिँ नुन हालिराख्ने के। हेर्नुहोस् त, नुन हाल्यो माथिबाट। अनि यहाँ चाहिँ चालु गरिदियो अक्सिजन। यिनको त बिना अक्सिजनको त फिसै बाँच्ने रहेनछन् कि। मलाई पनि यो फिसको बारेमा खासै नलेज त थिएन। अब यो बाबुहरूले भनेर चाहिँ धेरै कुराहरू सिकियो कि, मैले पनि सिक्दैछु यसको बारेमा। अनि चाहिँ यहाँ फिस ट्याङ्क पुरै सफा भइसकेपछि चाहिँ यसमा चाहिँ यो पानी ब्लू देखिनेको लागि चाहिँ एउटा यो ड्रप मगाएको थियो यसले अनलाइन। अनि चाहिँ यो ड्रप हालिदिने कि यसमा, यो ब्लू पानी देखिन्छ यसले। यति राम्रो पानी देखिन्छ कि आफूलाई पनि हेरेर कस्तो राम्रो लाग्ने। पानी फोहोर भएपछि चाहिँ नराम्रो लाग्छ, पण पानी सफा भएपछि चाहिँ राम्रो लाग्छ। अनि यो नेटले चाहिँ माछालाई छोप्दै हात लगाउनु पाइँदैन रहेछ। पण हाम्रो एउटा माछा चाहिँ मर्यो है, ब्ल्याक एउटा चाहिँ मर्यो। यो ब्ल्याकले त्यसलाई टोकिदियो रहेछ, अनि त्यो चाहिँ मर्यो। अनि यहाँ चाहिँ मजाले हेर्नु न, अब यो फिसलाई मजाले नेटले हातले छुँदैन, यसले चाहिँ नेटले छोपेर अनि यसमा हालिदिन्छ। सबै फिसलाई हालिसकेपछि हेर्नुहोस् त कस्तो राम्रोसित खेलिरहेछन्। मजाले खेल्छन् कि यिनीहरू पनि, यति राम्रोसित खेल्छन्। अनि अब यो